ल फाइनली गाइज यार आज म प्रतियोगिता रहेछ साइकल त हाम्रो अब स्ट्यान्ड गर्ने भनेको यहीँ दाइ हुन् दाइ सुत्नु भएछ यार दाइ ऊ दाइ 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 जाम छिटो त्यहाँ साइकल स्ट्यान्ड छ प्रतियोगिता छ के प्रतियोगिता साइकलको दाइ साथ दिने पनि यही हो मेरो हजुर अब श्रीमती भने पनि यही हो हजुर ल जाम जाम दाइ जाम छिटो दाइ आज लास्टै ढिला भइसक्यो छ दाइ ल दाइ उदाइतिर हो दाइ जाम दाइ दाइ जय दाम दाइ छिटो जाम अवस्था गम्भीर हो के हो दाइ दाइ छिटो गरौँ न दाइ हजुर यस्तै गरौँ सिरियस छ दाइ यसको रिपेयरिङ गर्न पनि गाह्रो भएको छ हजुर हजुर के छ भाइ ह ठीक छ ठिक छु ल यो पनि ठीक भयो ल दाइ ल छिटो 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 दाइ ढिलो भइसक्यो दाइ ढिलो भइसक्यो ढिलो भइसक्यो बजेट पनि दाइ ढिलो भइसक्यो ढिलो भइसक्यो दाइ अगाडि हो अगाडि उ त्यो मान्छे बेस न त्यहाँनिर दाइ दाइ यता हो कि यता यता आउनु दाइ यता आउनु यतै हो यहाँनिर हो यहाँनिर यहाँ अहिले दाइ यहीँ हो के हजुर कता गइराख्नु छ यतै हो यतै यहाँहरूले गराउने भन्नुभएको थियो ऊ यहाँ हाम्रो म्याडम हुनुहुन्छ यसरी नाच्नु न यहाँ त्यति टाढादेखि मान्छे आउनुभएको छ त्यहाँ यहाँलाई खादामाला अलिकति व्यवस्था गरौँ अनि आज प्रतियोगिता छ बिग फ्यान हजुरको हजुर हजुर डेन्जर स्ट्यान्ड गर्नु म चाहिँ अहिले हजुरको सबैलाई नमस्कार छ मेरो नाम चाहिँ दीपक हो म चाहिँ यस नेपालबाट साइकल प्रतियोगितामा साइकल प्रतियोगितामा गएर स्वर्ण पदक आफ्नो देशलाई ल्याएर आइसकेको छु त्यसैले हजुरहरूलाई यो भिडियो राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला दाइलाई गिफ्ट सिफ्टको केही व्यवस्था छैन र अब हल्का ढिलो हुन लाग्यो ल छिटो गरौँ ल खादा सादा मालासाला लगाइदिउँ आजको लागि टिका टिकाहरू केही छैन टिका विका पहिला टिका लगाइदिउँ टिका विका लगाइदिउँ गर्मी भयो टिका विका छिटो टिका विका लगाइदिउँ मेरो देख्न सक्नुहुन्छ मेरो फ्यानहरू यहाँ भाइ कता कताबाट आइसक्यो ल है भाइ तिमी बिग फ्यान हो दाइको बिग फ्यान हो हो राम्रो राम्रो तिमी पनि ठुलो भने जस्तै यहाँ दाइको जस्तै स्वर्ण पदक लाउनु हाम्रो देशको लागि हजुर ल हुन्छ ल ल दाइलाई मालासालाको व्यवस्था गरौँ ल ल ल दाइ दुई तिनवटा स्ट्यान्ड देखाउन सक्नुहुन्छ हजुर अब साइकल स्ट्यान्डतिर जाँदैछौँ ल म आफूले जानुको कला प्रतिभाहरू देखाउँछु हजुर ल हुन्छ दाइ एकछिनको लागि यो माला चाहिँ निकालेर राखौँ है हुन्छ ल हेर्नु यो पोजिसन यस्तो हुनुपर्छ हाम्रो त हो दाइ खतरा हाल्नु स्ट्यान्ड हजुरले हजुरले ल कस्तो लाग्यो त कमेन्ट गरिदिनु होला मेरो साथीहरु लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला लास्ट गुड बाइ ल